धन्यवाद बहिनीलाई। तपाईले देखिरहनु भएको थियो उहाँले एउटा नेपाली अटायरमा आउनु भएको थियो है, एउटा राई अटायरमा, तर हाम्रो बिचमा उहाँले एउटा इङ्ग्लिस सङलाई पर्फर्म गर्नुभएको छ। म आशा गर्छु बहिनी डान्स पनि गर्नुहुन्छ जस्तो लाग्यो है। नेपाली सङमा डान्स छैन भने अवश्य नै हाम्रो लागि फेरि पनि एउटा गीतलाई प्रस्तुत गर्नुहुन्छ होला। र यो समय फेरि पनि अब हामी एउटा नृत्यलाई हेर्न गइरहेको छौँ र यस समय म बहिनी विशाखालाई अगाडि मञ्चमा निम्ति आउँछु। हामी जोरदार ताली बजाउँछौँ।
केही छैन हामी फेरि पनि यो नृत्यलाई हामी अवश्य हेर्नेछौँ मैले अघिबाटै भनिसकेको छु हामी कोही प्रोफेसनल छैन हामी प्रयास गरिरहेको छौँ त्यसको लागि नै जोरदार ताली बजाइदिनुहोस् त सिकिरहेको छौँ किनभने हामी के हुन्छ अरे फेलियर इज द पिलर अफ सक्सेस आज हामीले के गरिरहेको छौँ सिकिरहेको छौँ सिक्दै जान्छौँ एक दिन हामी के हुनेछौँ अवश्य नै हामी पर्फेक्ट हुनेछौँ र फेरि बहिनी विशाखा बहिनीको फोन बिचमा ह्याङ भएछ केही छैन हाम्रो आजको दिन हाम्रो यो 3 मात्र बज्दैछ है फेरि पनि हामी नृत्य हेर्नेछौँ र यस समय म आदरणीय दिदी एलिजाबेथ राईलाई एकल गीतको लागि म अगाडि निम्त्याउँछु मैले अघिबाटै भनिसकेको छु मेरोमा लिस्ट आइसकेको छैन तपाईहरुले भन्नु पनि भएको छैन मलाई पनि र्यान्डम पिक गरेर हालेको छ म पनि र्यान्डमली तपाईहरुको नामलाई म बोलाउँछु तपाईहरु सबैजना जो जे गर्नुहुन्छ है म तपाईहरुलाई के भन्छु भन्दै रेडी भएर तयारी भएर यस भवन भित्र नै बस्नु भयो भने असल हुन्छ त्यसपश्चात दिदी एलिजाबेथ राईको गीत एकल गीत पछाडी हामी फेरि पनि बहिनी विशाखाको एकल नृत्यलाई हेर्नेछौँ र फेरि म बहिनी विशाखा अनि उहाँकै टिमलाई अगाडि यहाँ भवन भित्रै बसिदिनुहोस् भनेर म यहाँबाट अनुरोध गर्न चाहन्छु र यस समय हामी जोरदार तालीको साथमा दिदी एलिजाबेथ राईलाई एकल गीतको लागि यस ठाउँमा हामी निम्त्याउँछौँ